साथीहरू नमस्कार। आज एनपिएल 2 मा जुन लुम्बिनी लायन्स भर्सेस काठमाडौँ गोर्खाजको बिचमा क्वालिफायर 2 को म्याच सम्पन्न भएको छ, जसमा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई सहजै हराउन सफल भएको छ भने काठमाडौँ गोर्खाजले राम्रो रन रेट अर्थात् राम्रो खासै प्रदर्शन गर्न सकेन र 19.1 ओभरमै सम्पूर्ण विकेट गुमाउँदै पहिलो इनिङ्स समाप्त हुन पुग्छ भने लुम्बिनी लायन्सले राम्रो विकेट लिँदा र टिमवर्क राम्रो हुँदा काठमाडौँ गोर्खाजलाई सहजै पराजित गर्न सफल भएको थियो, जसमा शेर मल्लको विशेष योगदान देखिएको थियो भने भोलिको म्याच चाहिँ लुम्बिनी लायन्स भर्सेस विराटनगर किङ्सको हुने भएको छ र यो अब भोलिको म्याचमा जसले जित हासिल गर्छ उसैले सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर 1 को लागि म्याच खेल्नेछन्। र अब विराटनगर किङ्स फेरि पहिलेकै जस्तै सबैभन्दा बढी रन हान्ने वा पहिलेकै जस्तै जोस जाँगर ऊर्जाको साथ प्रदर्शनमा आउँछ वा लुम्बिनी लायन्स चाहिँ विराटनगर किङ्समाथि हावी हुन्छ, त्यो भने हेर्न बाँकी नै छ। त्यो चाहिँ भोलिको म्याचले देखाउनेछ, किनभने अहिलेसम्मको हेर्दाखेरि विराटनगर किङ्स सबैभन्दा बढी रन बनाउने र सबैभन्दा कम रनमा पनि आउट हुने टिम बन्न पुगेको छ, जसमा सुदूरपश्चिमले रोयल्सले विराटनगर किङ्सलाई निकै नै नराम्रोसँग हराएको थियो अन्तिमचोटिको म्याचमा। भोलि चाहिँ अरू चाहिँ हेर्न बाँकी छ, त्यो हेरेर हामीले अरू कुरा पनि थाहा पाउने नै छौँ। धन्यवाद।